तपाईले 80-20 रुलको बारेमा सुन्नु भएको छ? तपाईसँग पर्याप्त समय छैन। तपाईसँग धेरै कामहरू भएर के गर्ने के नगर्ने अलमलमा हुनुहुन्छ भने यो भिडियो तपाईको लागि हो। जीवनमा सफल हुनका लागि सबै कुराहरूमा मेहनत गर्न जरुरी छैन। थोरै मेहनतबाट पनि धेरै कुराहरू हासिल गर्न सकिन्छ। यो कसरी सम्भव छ त? हाम्रो जीवनमा 80-20 रुलको प्रयोग गरेर समय खेर जाँदैन। सही समयमा सही काम हुन्छ र सफलता पनि पाउन सकिन्छ। सही ठाउँमा 20% सही प्रयासले 80% सफलता पाउन सकिन्छ। अर्थात् तपाईको 20% कामले तपाईको 80% सफलता निर्धारण गर्छ। यदि तपाई विद्यार्थी हुनुहुन्छ भने तपाई 10 च्याप्टर पढ्नु छ तर तपाईसँग समय छैन भने सबैभन्दा महत्त्वपूर्ण 20% च्याप्टरमा फोकस गर्नु, जुनबाट 80% प्रश्नहरू आउँछन्। त्यस च्याप्टर सम्बन्धी पुराना प्रश्नहरू हेर्नु, सबै महत्त्वपूर्ण टपिकमा गहिरिएर पढ्नु। यसले तपाईको समय र मेहनत दुवै बचाउँछ। यदि तपाई कुनै बिजनेस गर्नुहुन्छ भने तपाईको 20% ग्राहकले 80% आम्दानी ल्याउँछ। त्यसैले 20% ग्राहकलाई विशेष ध्यान दिनु। तपाईको 20% उत्पादनले 80% नाफा दिन्छ। त्यसैले तपाईको 20% उत्पादनमा फोकस गर्नु, जसले तपाईलाई 80% नाफा दिन्छ। तपाईको जीवनमा 20% मानिसहरूले तपाईलाई 80% खुसी र समर्थन दिन्छन्। त्यसमा तपाईको परिवार, आफन्त र नजिकका साथीहरू हुन सक्छन्। तिनीहरूसँग समय बिताउनु, गहिरो सम्बन्ध बनाउनु। यो 80-20 रुल जीवन बदल्ने चाबी हो। हामी सबैको समय र ऊर्जा सीमित छ। यो रुलले हामीलाई सिकाउँछ कि हामी आफ्नो समयलाई सही ठाउँमा लगानी गर्नुपर्छ। सोच्नुहोस् त, तपाईको जीवनमा त्यो 20% काम के हो जसले तपाईको 80% सपना पूरा गर्न सक्छ। थोरै मेहनतले पनि धेरै कुराहरू हासिल गर्न तपाईको 20% काममा फोकस गर्नु, जसले तपाईको 80% नतिजा हासिल गर्न सक्छ। सफलता धेरै काम गरेर होइन, सही काम गरेर आउँछ। साथीहरू, हामी फेरि यस्तै अर्को भिडियोमा भेट्नेछौँ। भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।